मेरो कुमारगिरी हो। मैले यसमा सेवा गरेको हुनाले मलाई माया एकदम यसप्रति लाग्छ। कति सेवा गर्नुभयो? मैले 20 वर्ष 8 महिना 14 दिन। कति सालदेखि यहाँ जागिर हुनुहुन्थ्यो? यो दमकल कहिलेदेखि चलाउनु भयो तपाईँले? म चाहिँ 2045 सालमा हो यस भक्तपुरमा आएको, यहीँबाट रिटायर भएको। फायर ब्रिगेड हो कि चालक हो तपाईँ? हजुर, म फायरम्यान हो। फायरम्यान हो? हजुर। कति वर्ष काम गर्नुभयो? मैले 20 वर्ष 8 महिना 14 दिन। धेरै माया लाग्यो पुरानो दमकल देखेर? मलाई एकदमै माया लाग्छ र हामीले त्यसमा धेरै सेवा गरेँ। यो कति पुरानो दमकल हो? जुद्ध शमशेरको पालाको दमकल हो? 2001 सालमै जुद्ध शमशेरको पालाकै दमकल हो? फेरि यसो नमस्कार गर्नु भयो होला। तिनटै ढोको होइन, अर्को पनि उता पनि अनि दाइको 20 वर्ष कसरी काट्यो त? सबभन्दा महत्त्वपूर्ण क्षण कसरी सम्झिनुहुन्छ? कुन घटनाले सम्झिनुहुन्छ? अब यसमा चाहिँ काम त सधैँ नै जोखिमै हो। अब हामीले ज्यानको चाहिँ एकदमै बाजी गरेर काम गर्नुपर्ने हुन्थ्यो। सबै क्षणहरू काममा जाँदा चाहिँ दुःखै हुन्थ्यो। तपाईँको त्यो यो बारुद क्षेत्रमा काम गर्दाखेरिको महत्त्वपूर्ण सम्झनाहरू भनौँ न, क्षणहरू, यो कुनै एउटा आगलागी नियन्त्रणमा जाँदा होइन? हजुर हजुर। कहिलेकाहीँ हुन्छ नि त यो अस्मरणीय, कहिलेकाहीँ ज्यान जोखिममा परेको यता 46 सालको आन्दोलनको ताका चाहिँ हामीलाई यो काठमाडौँमा जुन काममा जाँदा चाहिँ एकदमै ज्यान जोखिमै भएको थियो। काठमाडौँतिर जुन पञ्चायत कार्यालयहरू यताउता सबै त्यो बेलामा तोडफोड भयो नि, त्यो बेलामा काममा जाँदा चाहिँ हाम्रो ज्यान एकदम जोखिमै थियो। धेरैजना साथीहरू घाइदिनु हुनुभयो, ढुङ्गामुढा पनि गर्नुभयो बाहिरबाट। त्यसमा चाहिँ हामीलाई अलिक गाह्रो भइरहेको थियो। 46 सालको जुन आन्दोलनको सेरोफेरोमा भएको घटनाले आगो नियन्त्रण गर्नलाई हम्मे पऱ्यो भन्दा? हजुर, त्यो बेलामा अब अलिक गाह्रै भइरहेको थियो। अरू बेला पनि जोखिमै हो काम चाहिँ। त्यो 20 वर्षमा सबभन्दा बढी आगलागी कहाँ भयो? कस्तो खालको भयो? घरमा हो कि जङ्गलमा हो कि? घरमा, जङ्गलमा, अब यस्तो परालको कुनुहरूमा, छलीहरूमा, अब यस्तो हरेक ठाउँमा हुन्थ्यो। तृणहरि भण्डारी, तृणहरि भण्डारी, दोलखा जिल्ला मेलुङ गाउँपालिका 7 नम्बर वडाको बासिन्दा हुँ म। र मैले 2032 साल पौष मैले गते दिन बिर्सेँ। त्यसबाट 4 महिना अस्थायी खाएर अनि स्थायी भएपछि 50 साल कार्तिक 16 या 17 त्यो पनि अब भन्यो गते मैले राजीनामामा पेन्सनमा बस्न गएको। अब त्यो बेलासम्म अब यहाँ जति हुनुहुन्थ्यो त्यो बेलासम्मको पुरानो डिजाइनको चाहिँ सङ्घर्ष यी बिताउँदै आइएर अहिले पहिला कस्तो थियो, अहिले कस्तो भयो त? अब अहिले त अब बेला बखतै युग सबै बदलिने, यो त अब हुनेसम्म यहाँ राम्रो भएछ, यस्तो प्रगति भएछ। यो सबै चाहिँ हाम्रो विजय सरको चाहिँ देन हो। किनभने उहाँ हामी हुँदाखेरि पहिल्यैदेखि हुनुहुन्थ्यो उहाँ, र अहिलेसम्म हुँदा पनि भन्नुभयो 39 वर्षसम्म भनेर। अब 39 वर्षसम्मको यहाँको अनुभव गर्दाखेरि उहाँले प्रगति गर्नुभएछ धेरै। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँको पालामा त्यस्तो विकास किन गर्न सकेन? के छ पहिला तपाईँले के कसरी सकेनन्? अब देशमा पहिला पर्छ त कसैको यो दिमागले नै सोच्दैन्थ्यो। त्यसभन्दा पछाडि अब बजेट पनि कमै भएको बेला थियो र योलाई राम्रो फलाउनु पर्छ भन्ने कसैमा आउँदैन थियो। यो चाहिँ एउटा चमेरो जस्तो चाहिँ अफिस थियो। चमेरो भनेको बच्चा पाउने आकाशमा उड्ने। अब यो चाहिँ सेवा चाहिँ निजामतीबाट, सुविधा चाहिँ आर्मीबाट, यस्तो दुईतिरबाट भएको हुनाले अब अलि भने जस्तो हुन नसकेको थियो। अब अहिले पछि यो अब कता पहिला धेरै आगलागी हुन्थ्यो होला होइन? आगलागी थुप्रै हुन्थ्यो, दिनमा 4-5 पटक पनि हुन्थ्यो। खेताका परालका कुनै हुन्थे, घर नै त्यस्ता जोखिमपूर्वकका घर हुन्थे। अब झिँगेटिका घरमा अब त्यस्ता भरिङ चढेर धुरीमा पुगेर त्यो खोरा लगेर चाहिँ नियन्त्रण गराइन्थ्यो र आइन्थ्यो। अब यही थियो भन्थे, अरू खसी खान पाउँछ अरे, र खसी त थिएन। वही स्केलमा दमकल निस्केपछि खसी काट्छ हुन्छ हो भन्थे त्यति बेला। होइन, त्यो कहिले थियो अरे भने जब 16 सालमा रासन खानुभन्दा अगाडि चाहिँ थियो अरे एउटा आगलागीको बात। 16 साल त्यो बेला चाहिँ त्यो चाहिँ 5 रुपियाँ होइन 12 रुपियाँ थियो अरे 1 बाजी निस्कियो भने थियो
थियो अरे पहिला चाहिँ खसी काट्थ्यो पछि काटेन अनि त्यो बारुमाले खसी आइहाल्थ्यो काटिहाल्थ्यो त्यो भइगयो अनि रासन आएपछि रासनमा स्केलमा आयो सबै अनि ती खसी पनि गए अनि 12 रुपियाँ पनि गए अनि त्यसैबाट सुक्खा तलब रासन थियो नि त बिहान बेलुकाको रासन जिन्दाबाद थियो नि बिहान चिया थियो पुरी थियो ल अनि तपाईँको परिचय पनि मासु मेरो नाम अमृत राज केसी हो तपाईँ पनि पूर्व कर्मचारी म पूर्व कर्मचारी के नाम भन्नुभयो अमृत राज केसी कहाँदेखि हो म यहीँ उसबाट कटुन्जेबाट हो कटिन्जे भक्तपुरै हो होइन मैले- कुन जिल्ला पुग्नुभयो हजुर तपाईँ यो अग्निनियन्त्रक भएर कुन जिल्ला पुग्नुभयो म जिल्लाको भन्दा म तिनै भक्तपुर काठमाडौँ ललितपुर र यहीँकै ट्रेनिङ र तालिमको लागि म मलेसिया कोलालमपुर पनि बसेँ ए धेरै कुरा सिक्नुभयो धेरै कुरा छैन फायर फाइटिङ सम्बन्धीको हरेक चाहिने उ गराएर मलाई यहाँबाट चाहिँ गृह मन्त्रालयबाट चाहिने चोइस गरेर लिएर गएर हामी रामप्रसाद दुबोकोटको रामप्रसाद अनि यहाँको म अमृत राज केसी हामी चाहिँ त्यसरी 41 सालमा गएर अनि करिब 3 महिनाको चाहिँ तालिम गरेर यो फायर फाइटिङ सम्बन्धीको तालिम गरेर अनि एयरलाइन सम्बन्धीको चाहिँ नि हामीले सिकेको थियौँ एयरलाइन सम्बन्धीको काम गरेर 45 दिन 3 महिना काम गरेर अनि त्यहाँबाट प्रमाणपत्र लिएर हामी त्यसरी चाहिँ आएका थियौँ सरकारी जागिर खानुभयो सरकारी जारी खाएको सरकारी जारी खाएको रिटायर भइसक्नु होइन रिटायर भएकै भइसक्यो हजुरको 23-24 वर्ष भइसक्यो 57मा छोडेको त्यति बेला र अहिले त धेरै फरक भइसक्यो नि होइन धेरै फरक भइसक्यो हामी छँदाखेरि यस्तो कहाँ थियो र थिएन नि त अहिले पछि कसरी आगो नियन्त्रण गर्नुहुन्थ्यो आगो नियन्त्रण अब यहाँ चाहिँ आलडामा लाग्थ्यो पुरानो दमकल मात्र थियो होला होइन पुरानो दमकल मात्र थियो अब यस्तो यो भित्र बसेर जानु पाएन बाहिर त्यस्तो छ्याङ्गमा जानु पर्थ्यो कहिले कता तैपनि यसरी भक्तपुरमै आगो लागि हुँदाखेरि पनि हामीले टोकाइ कति खाएका छौँ है अब आगो लाग्यो भनेर बोलाउँछ आगो निभाउनु भनेर गयो आगो निभाउनु भन्दा अगाडि पहिला हाम्रो ढुङ्गाबाट कति आउँथ्यो अनि मान्छे इँधारमा पस्यो भनेर इँधारमा मान्छे निकाल्न आउँछ अब मरेको मान्छे निकाल्दाखेरि अब तपाईँको काँटा साटा यसले प्रयोग गरेर झिक्नु पऱ्यो त्यो झिक्दाखेरि घाउ लाग्यो अरे भनेर हामीलाई चाहिँ तुरुन्तै जानु उहाँ ओलाएर ठोकाठोक यस्तो पऱ्यो कहिले सिडिओले कहिले अनिखेरि पछिबाट हामी जाँदाखेरि बिना चाहिँ नि प्रहरीलाई खबर नगरिकन नजानु भन्ने आदेश छ त्यही अनुसार आन्दोलनमा त्यस्तै गर्दा मात्र होइन विभिन्न प्रकोपहरूमा पनि हजुर हरेक कुरामा चाहिँ हामीहरू त्यसरी चाहिँ अगाडि बढेर गरिरहेको थियौँ अब कमसेकम 26-27 वर्ष नोकरी गर्यो तिनै बारुयन्त्रमा बस्यो लास्टमा यहाँ भक्तपुरमा 57 सालबाट रिटायर भयो स्मरणीय क्षण चाहिँ कुन चाहिँ छ अब अघि भने जस्तै जाने जोखिममा परेको ज्यानमा जोखिममा त गएपछि यहाँबाट आएन भने केही ठेगाना हुन्थेन किन 3 तला 4 तला माथि चाहिँ त्यो भरेङ लगाएर जानु पर्थ्यो त्यहाँ गएर चाहिँ तपाईँको त्यो फायर सम्बन्धीको त्यहाँ उयोहरू चाहिँ गर्नु पर्थ्यो पछि पो त यो पुरानोहरू म्याग्रेस भन्ने आयो 32 सालमा अनिखेरि मात्र यो फर्महरू हानेर यताउति गरेर उ गर्न सक्यो नत्र भने पहिला त कहाँ थियो न कपडा थियो न केही थियो त्यस्तो हालतले त्यसरी चाहिँ काम गर्नु त्यही धेरै काम गर्नुभयो काम धेरै गऱ्यौँ धेरै जोखिम काम गऱ्यौँ अब 46 सालमा त्यत्रो आन्दोलन अदालत कार्यालय चाहिँ त्यसरी जले उभो आर्मीको चाहिँ हेडक्वार्टर त्यस्तो उभो त्यो बेला पनि हामीले गरेर नियन्त्रण गरेर आएको हो कमसेकम 3 घन्टा 4 घन्टा के पाउनुभयो त तपाईँले तलब के पाउने हजुर मानसम्म केही पनि पाएको छैन कसले दिन्थ्यो त्यतिखेर कसले गर्ने हाम्रो कसै देखा परे यताउति थिएन अहिले चाहिँ के भयो अहिले भक्तपुरमा चाहिँ यो हाम्रो यो जुन त्यो धौमडे हुनुहुन्छ विजय धौमडे उहाँले चाहिँ अहिले सबैतिर नियन्त्रण गराएर दमकललाई यस्तो किसिमले राख्नुपर्छ भनेर उहाँहरूले नै चाहिँ गरेर भएर उहाँले गरेको चाहिँ एकदम हामी सराहना थियौँ किनभने म छोड्दाखेरि यो अहिले विजय त सानो हुनुहुन्थ्यो उहाँको बुवा हुनुहुन्थ्यो यहाँ हाकिम उहाँले नै हामीलाई चाहिँ यताउति गरेर अनि उहाँलाई नै यहाँ चाहिँ उसमा गराएर अहिले अब सबै चाहिँ उहाँले नै नियन्त्रण गरेर यत्रो चाहिँ हुन्छ अब के गर्नु हो यस्तै हो यी दुःख चाहिँ के गर्नु पाए हुन्थ्यो यो भवन त बन्यो होइन तपाईँहरूलाई सिकेको ज्ञानहरूलाई संस्थागत गर्नलाई के गर्नुपर्छ संस्था गर्नलाई हामीले नै सिकाएको यिनीहरूलाई चाहिँ हामीले पनि यसो कुनै पुरानो कुराहरू यताउति चाहिँ उहाँहरूलाई अवगत गराउनु पाए उहाँहरूलाई पनि सजिलो हुन्थ्यो भन्ने चाहिँ लागिरहेछ धन्यवाद हस्